केडा हो ब्लगमा स्वागत छ हाम्रो कालिया भाइ केडा हो हेलो भन्नु त हेलो गाइस भर्टिकल वाला है आज चाहिँ कुर्दा कुर्दा झ्याउला एकदम कुरा वर टुकटुके छाडा भाइबर छाडा यहाँ चाहिँ हाम्रो के हो चिया खाने ब्रेक हो क्या खाजा खाने ब्रेक है 225 अरुको 200 मेरो 225 ए कुलर चलिरहेको छ ठिक हो ल भाइहरूको सपिङ हेर न के किन्दो रहेछ खोलातिर अङ्कल नमस्ते ठुलो भयो भने त फेरि यहाँ पुरै कहाँबाट सेलिब्रिटीहरू किन्न आयो भने त झ्याउ भइहाल्छ फेरि अङ्कललाई व्यस्त एकदमै यहाँ चाहिँ त्यो के भन्छ मादक पदार्थहरू रहेछ मादक पदार्थ भन्नु ल ठिक छ केरा किन्न ठिक छ वाइड एङ्गलमा रहन्छ त्यही भएर मुख ठ्याक्कै मुख मात्र देखियो दाढीको झुस मात्र देखिरहेको होला मेरो साथीहरूले होइन नाकको बल हेर्नुहुन्छ साथीहरू यसरी बस्दा चाहिँ शीतल हुँदो रहेछ है यसरी बस्न चाहिँ कहिले यो चाहिँ एकदम स्ट्रिक्टली प्रोहिबिटेड आज त अलिक कमेडीवाला कुराहरू मुखबाट निस्किरहेको छैन क्यामेरा त यसै कमेडी मिनरल बोतललाई काटेर बनाउला नि त बोतल फेरि ग्लास एउटाले सबैजना पालो लाएर खाने त्यहाँनिर एउटा यस्तो फाइन आर्ट छ त्यहाँ आले जाने गाडीहरू हुन्छ नि पछि पछि भिडियोतिर हाल्दैन कि पुलिसको कारवाही गर्छ होला गरिहाल्छ नि कसले बनाएको नि खोज्छ तपाईँलाई भोलि अनि खोज्दैन ल खोज्छ नि गिलास किने जस्तो गर्ने हो माओवादीको स्कुटर होइन पानी त सङ्लो छ सुपर वाइडमा छोडेर यहाँ नर्मल मोडमा खिचिरहेको रहेछ क्या हामी चाहिँ हाम्रो पौडी खेल्ने खोलामा चाहिँ पुग्नु है बाटो त पुरै हिलो रहेछ चिप्लो पनि छ अगाडि पानी पनि गहिरो होला के गीत लगायो मौसम पनि ठिक छ घाम पनि लागेको छ यहाँ पनि प्याक छ गीत हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ भिडियो बाटोको केही देख्यो होइन पुरै झाडी उयो यस्तो त कहिले भएको थिएन क्या यार हेर्न सक्नुहुन्छ तपाईँहरू ओए जङ्गल हो कि के हो यो उयो पानी नाग्न नि गाह्रो हुन्छ यार थैट डेन्जर झाडी हो कि अहिले खोला आउनेहरूलाई त दुःख पाउँछ यार मजा त आउँछ पौडी खेल्न ल हामी हाम्रो लोकेसनमा पुगिसक्यौँ प्रि डेस्टिनाइज्ड लोकेसनमा हामी टपअप गर्न पुगिसक्यौँ ल बबाल छ यहाँ ठाउँ चाहिँ मुढा बोकेर ल्याएर चाहिँ पानीले गहिरो त डेन्जर गहिरो छ जे पाइ त्यही नबोले भाइ मुख समालेर बोले पानी निल्लै देखिरह आकाश त बवाल देखियो क्या बादल त अब मस्त हामी यहाँ पौडी खेल्नुपर्छ एकछिन हेर्न सक्नुहुन्छ माथि हेर्नुहोस् पुरै आकाश त बवाल देखिरह तलपट्टि पानी हेर्नुहोस् बवाल छ है गिलास ल्याउ न खाने यार आकाश चाहिँ बवाल देखिरहेको हेर्न सक्नुहुन्छ हाम्रो पछाडि नाङ्गे भएर पौडी खेल्न फेरि भइसक्यो अब हाम्रो गन्तव्य सुरु हुन्छ पानीमा हाम फाल्नु अब रमाइलो गर्नुपर्छ फेरि पनि भिडियो कन्टिन्यू भएको छ